नमस्कार। यतिखेर म पाल्पा जिल्लाको दमखडा नमुना माध्यमिक विद्यालयमा रहेको रेकर्डिङ कक्षमा उपस्थित भएको छु र म सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेलधुराबाट विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक सङ्घका सदस्यहरू समेतको संयुक्त सहभागितामा सञ्चालन गरिएको शैक्षिक अवलोकन भ्रमणको 5औं दिनमा आज दमखडा नमुना माध्यमिक विद्यालयमा उपस्थित भएको छु र यो अवसर मैले पाएको छु कि यो विद्यालयको बौद्धिक हस्ती, यो विद्यालयको परिवर्तनको संवाहक र यो समाजको परिवर्तनकारी भूमिका निर्वाह गर्न सक्ने व्यक्तित्व मेरो माझ दमखडा नमुना माध्यमिक विद्यालयको प्रधानाध्यापक हामीसँग हुनुहुन्छ र उहाँसँग म उहाँकै रेकर्डिङ कक्षमा यो सुनौलो अवसरलाई प्रयोग गर्दै यसलाई चाहिँ म छोटो संवाद सुरु गर्न गइराखेको छु। तपाईहरुलाई सम्पूर्णलाई म स्वागत गर्दै म सरलाई छोटो परिचयका लागि अनुरोध गर्न चाहन्छु। धन्यवाद सर। म मोहन प्रसाद सापकोटा, दमखडा नमुना माध्यमिक विद्यालय तानसेन पाल्पाको प्रधानाध्यापक। धन्यवाद सर, यो छोटो मिठो परिचयका लागि। पक्कै पनि परिवर्तनको यात्रा सुरु गर्दा दिनहरू सहज हुँदैनन्। जुन फल अहिले हामी देखिराखेका छौं, यो फलको पछाडि जराबाट गोडमेल गर्दै गर्दाखेरि पात हुँदै आज जुन फल हामी यो सुनौलो अथवा गुलियो फल हामी देख्न गइराखेका छौं, यो फल पछाडिको यात्रा र यो फल हामीले चाख्नसम्मको यात्रा कसरी चाहिँ तय भयो, के कुरो चाहिँदो रहेछ त एउटा सफल विद्यालय हुनका लागि अथवा सफल विद्यार्थी, ओजस्वी, आचार्य जस्ता उत्कृष्ट वक्ताहरूलाई चाहिँ जन्माउनका लागि र देशमै नै चिनिने जानिने विद्यालय बन्नका लागि सर्टमा 1 2 3 मा 3 कुरा के गर्नु पर्दो रहेछ भनेर सरलाई मैले यो जिज्ञासा राख्न खोजेँ। धन्यवाद सर। खास गरी कुनै पनि संस्था राम्रो बनाउनको लागि त्यो संस्थाभित्रको टिम वर्क, समूह कार्य राम्रो चाहिन्छ। त्यहाँभित्र गुटबन्दी हुने र एउटाले अर्कोलाई असहयोग गर्ने खालको परिस्थिति बन्यो भनेदेखि त्यो संस्था अगाडि बढ्न सक्दैन। जुन कुरा यहाँ चाहिँ टिम वर्क अत्यन्त राम्रो छ र खास गरी यो पहिलेको मदन पोखरा गाउँ विकास समिति हो र यो गाउँ विकास समिति भनेको पहिलेदेखि नै नयाँ नयाँ कुराहरूको खोजी गर्ने र लागू गर्ने त्यस्तो खालको जागरुक मानिसहरू भएको क्षेत्र भएको कारणले र यहाँका समुदायमा विभिन्न राजनैतिक दलमा आबद्ध व्यक्तित्वहरू हुनुहुन्छ, तर यो सामाजिक सङ्घ संस्थाहरूमा राजनीतिकरण हुँदैन र राम्रो कामका लागि सबैको साथ र सहयोग चाहिन्छ। त्यो कुरा यो संस्थाले पाएको छ, जसले गर्दा यो विद्यालय यहाँले भने जस्तै आज एउटा देशकै उत्कृष्ट विद्यालयको रूपमा स्थापित हुन सकेको छ र खास गरी यो विद्यालयमा हाम्रा अग्रज सामाजिक व्यक्तित्वहरू, पूर्व प्रधानाध्यापकहरू, संस्थापकहरूकै ठुलो भूमिका छ। 2040 सालदेखि एसएलसी परीक्षामा विद्यार्थी सहभागी गराएको विद्यालयले विगतदेखि नै अत्यन्त उत्कृष्ट नतिजा समेत दिएको छ भने विभिन्न अतिरिक्त क्रियाकलापहरू, बालबालिकाको चौतर्फी विकासका निमित्त जे चाहिन्छ ती सबै चिजहरू यो विद्यालयले उपलब्ध गराएको छ र खास गरी बच्चालाई प्रयोग गर्ने, चलाउने र सहभागी हुने अवसर दिइयो भने बच्चाहरूमा लुकेका प्रतिभाहरूलाई प्रस्फुटन हुँदा रहेछन्, जसले गर्दा यही रेकर्डिङ कक्षको कारणले नै आज ओजस्वी आचार्य संसारभर परिचित हुनुहुन्छ। हामी यदि यो रेकर्डिङ कक्ष नबनाएको भए त्यो चाहिँ सम्भव थिएन। पक्कै पनि भनिन्छ राजनीतिले देशलाई बनाउँछ र राजनीति देशलाई सकाउन पनि सक्छ र राजनीतिले नछोएको कुनै पनि हाम्रो जीवनको पक्ष छैन। राजनीति जीवनका लागि गर्नुपर्छ, राजनीति समाजका लागि गर्नुपर्छ र राजनीति देश विकासका लागि गर्नुपर्छ। सरले भन्न खोज्नु भएको पनि पक्कै त्यही थियो होला। राजनीतिले विद्यालय बिगार्ने होइन, विद्यालयको भविष्य कोर्नका लागि राजनैतिक आस्था आफ्नो ठाउँमा थाँती राख्दै विद्यालयलाई एउटा टिमको रूपमा, विद्यालयलाई एउटा संस्थाको रूपमा म होइन हाम्रो विद्यालय भन्ने सोचका साथ हामी अगाडि बढ्यौँ भने पक्कै पनि दमखडा नमुना माध्यमिक विद्यालय जस्तै र पक्कै पनि ओजस्वी आचार्य जस्तै विद्यार्थी हामी जन्माउन सक्छौं, जसले देशमा मात्रै नभएर विदेशमा र इन्टरनेसनल प्लेटफर्ममा पनि हाम्रो प्रतिभाहरूलाई पहिचान गराउन सक्छ भन्ने कुरा गर्नुभएको छ। र अन्तमा म सरलाई यो लामो भिडियो नबनाइकन, लामो कुराकानी नगरिकन हामी डडेलधुराबाट
त्यत्रो टाढाबाट आएर पनि यो बिदाको बेला सरलाई सानो एउटा फोन कलको आधारमा हाम्रो अनुरोधलाई स्वीकार्दै हामीलाई यो रेकर्डिङ कक्षमा सानो संवाद गर्ने अवसर पनि प्रदान गरिदिनु भयो। त्यस्तै गरी विद्यालयका समग्र गतिविधि र विद्यालयले गरिरहेका क्रियाकलापको बारेमा जानकारी गराइदिनु भएकोमा सरलाई पुनः पनि श्री महेन्द्र माध्यमिक विद्यालय खलङ्गा डडेलधुराको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट र मेरो सम्पूर्ण टिममेटको तर्फबाट हृदयदेखि आभार र यो मिठो आतिथ्यका लागि धन्यवाद प्रकट गर्दै सरलाई अन्तमा हामीले पनि तपाईँको जस्तै उत्कृष्ट विद्यालय बनाउनका लागि के गर्नु पर्ला भनेर एउटा मात्रै वाक्यमा सुझाव दिनु पर्यो भने कसरी दिनुहुन्छ? आज म जस्तो न्यू कमरहरूका लागि सरको दमखडा नमुना माध्यमिक विद्यालय र आजभन्दा झन्डै 3.5 वर्ष अगाडि म पनि श्री सरस्वती नमुना माध्यमिक विद्यालयको प्रह थिएँ। तथापि मेरो व्यक्तिगत कारणले मैले त्यहाँबाट छोडेर अहिले एज अ टिचरको रूपमा काम गरिराखेको छु। भोलि हामी जस्तो नयाँ शिक्षण पेसामा पाइला टेक्दै गरेको नोभिस टिचरहरूका लागि चाहिँ सुझाव दिनुपर्दा सरले कसरी दिनुहुन्छ? धन्यवाद। श्री महेन्द्र मावि डडेलधुराबाट दमकडा नमुना माविलाई एउटा अध्ययन अवलोकनको एउटा असल अभ्यास आदान प्रदानको केन्द्र बनाएर आउनुभएकोमा यहाँहरूलाई म धन्यवाद दिन चाहन्छु, स्वागत गर्न चाहन्छु। खास गरी बिदाको समयमा पनि समय दिनुभयो भन्नुभएको छ। यो हाम्रो दायित्व हो। म खास गरी विद्यालयमा हामी 24 घन्टे नै हो। म 24 घन्टे नै आफूलाई प्रहको रूपमा यो विद्यालयलाई समय दिइरहेको छु र मेरा स्टाफहरू पनि त्यही अनुसार लाग्नु भएको छ। हामी कहाँ यो 10-4 भन्ने नै छैन। हाम्रो 9:45 मा हाम्रो एसेम्ब्लीको घन्टी लाग्छ। करिब 20 मिनट हरेक दिन हाम्रो बिहानी प्रार्थना हुन्छ र खास गरी कसरी नमुना बन्न सकिन्छ भन्ने कुरा त एउटा चाहना पर्यो है। चाहना हुने हो भने, दृढ सङ्कल्प हुने हो भने, निस्वार्थ भावले है काम गर्ने हो भने असम्भव भन्ने केही पनि छैन। सकिन्छ। स्रोत र साधनको यो सदुपयोग हुन्छ, मिसयुज हुँदैन भन्ने कुराको प्रत्याभूति हामीले दिलाउन सक्ने हो भने स्रोत र साधन समुदायले पनि दिन्छ, राज्यले पनि दिन्छ, अरू सङ्घ संस्थाहरूले पनि दिन्छन्, व्यक्ति विशेषले पनि दिन सक्छ। स्रोत र साधनको अभाव देखाएर हामी हरेक कुराबाट पन्छिने गर्छौँ। नपन्छौँ, अत्यन्त इमान्दारिता साथ लाग्ने हो भने हाम्रो सङ्घ संस्था मात्रै होइन, यो देश पनि हामीले परिवर्तन गर्न सक्छौँ भन्ने म विश्वास दिलाउन चाहन्छु। अन्तमा सरलाई यो मिठो संवादका लागि पुनः धन्यवाद व्यक्त गर्दै यो संवाद यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद। नमस्कार।